तपाईँ परिवारको एक्लो छोरा हुनुहुन्छ भने तपाईँले कहिले महसुस गर्नुभएको छ कि सबैको आशा तपाईँमाथि छ। बाहिरबाट तपाईँ बलियो देखिन सक्नुहुन्छ, तर भित्र अनेकौँ जिम्मेवारी र चिन्तासँग लडिरहनु भएको। नमस्कार, म विकेश। आजको विषय हो परिवारको एक्लो छोरो। एक्लो छोरो हुनु कुनै विशेष सुविधा मात्र होइन, यो ठुलो जिम्मेवारी पनि हो। आमा बुवाको सपना, परिवारको भविष्य र आफ्नै जीवनका लक्ष्य, यी सबैलाई सन्तुलित राख्नुपर्ने हुन्छ। धेरै एक्ला छोराहरूले परिवारका लागि आफ्नो केही चाहनाहरू त्याग गर्छन्। उनीहरू सफल बन्न चाहन्छन् किनकि उनीहरूलाई थाहा हुन्छ आफ्नो सफलता केवल आफ्नो होइन, परिवारको पनि खुसी हुन्छ। तर जिम्मेवारसँगै तनाव पनि आउन सक्छ। यही बेला परिवार, माया, विश्वास र साथ सबभन्दा ठुलो शक्ति बन्छ। साँचो परिवार त्यो हो जहाँ गल्ती हुँदा पनि सिक्ने अवसर दिन्छ, निराश हुँदा हौसला दिन्छ र सफल हुँदा सँगै खुसी मनाइन्छ। यदि तपाईँ परिवारको एक्लो छोरा हुनुहुन्छ भने आफ्नो मानसिक र शारीरिक स्वास्थ्यको पनि ख्याल राख्नुहोस्। परिवारसँग खुला रूपमा कुरा गर्नुहोस्। गलत सङ्गत, हिंसा वा हानिकारक बानीबाट टाढा बस्नुहोस्। सफलताको यात्रा एक्लै होइन, परिवारसँग मिलेर त्याग गर्नुहोस्। आमा बुवाका लागि पनि एउटा सन्देश, एक्लो छोरामाथि अत्याधिक दबाब दिनुभन्दा उसको प्रयासलाई बुझ्नुहोस् र साथ दिनुहोस्। जीवनमा सबैभन्दा ठुलो सम्पत्ति धन होइन, परिवारको विश्वास र माया हो। यदि परिवारले एक अर्कालाई साथ दियो भने कुनै पनि चुनौती ठुलो हुँदैन। यदि तपाईँलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोस्, आफ्नो साथीहरूसँग सेयर गर्नुहोस् र यस्तै जीवनसँग जोडिएका प्रेरणादायक भिडियोहरूका लागि च्यानललाई सब्सक्राइब गर्नु नबिर्सनुहोला। म विकेश फेरि अर्को रोचक विषयका साथ भेट्नेछु। धन्यवाद।